कि आराधक हुनुको निम्ति ट्यालेन्ट चाहिँदैन। एभ्रीवान इज अ वर्शिपर। तपाईँ जुन ठाउँमा जसरी प्रभुको लागि तपाईँ जिउनुहुन्छ, आराधना त्यही नै हो वास्तवमा। धेरैपल्ट हामी गीत गाउनेलाई मात्रै वर्शिप भन्दाखेरि तपाईँलाई दुईवटा कुरो सम्झिन्छौँ। वर्शिप भन्दाखेरि एउटा गीत गाउने बजाउने मान्छेहरू मात्रै वर्शिप है, हाम्रो धारणा त्यस्तो बसेको छ। दोस्रो चाहिँ वर्शिप भन्ने बित्तिकै युथ, दुईवटा कुरा। तर वर्शिप चाहिँ अनन्ततासम्म परमेश्वरको उपस्थितिमा गरिने तपाईँ अनि मेरो जीवन शैली हो। उपाधिहरू तोडिन्छ, उपाधिहरू सकिएर जान्छ। पास्टर उपाधि सकिन्छ, प्रचारक, प्रोफेट, एपोस्टल, बाइबल वुमन, युथ लिडर, युथ प्रेसिडेन्ट, कोषाध्यक्ष, जे भन्नुहुन्छ है, सबै उपाधिहरू एक दिन अन्त हुन्छ। परमेश्वरको सिंहासन अगाडि एकैजना मानिस मात्र खडा हुन्छ अनि ऊ चाहिँ हो आराधक। प्रभु येशू कलाकार खोज्न आउनु भएन। प्रभु येशू ख्रीष्टले भन्नुभयो चूर्ण आत्मा नै परमेश्वरको निम्ति बलिदान हुन्। अनि उहाँ चाहिँ आत्मा अनि सत्यतामा आराधना गर्ने मानिसहरूलाई खोज्न आउनु भएको। आमेन।